मबाट धेरै ठुलो गल्ती भएछ के। हेलो एन्ड नमस्ते सबैजनालाई, वेलकम टु माई मिनी ब्लग। यो भिडियो चाहिँ हामी महेन्द्र पार्क घुम्न गएको भिडियो हो है। नेपालगञ्जमा जाडो मौसममा मेरो भान्जा भान्जी आएको बेला घुम्न गएको भिडियो हो। मेरो भान्जा बाबुलाई घुम्न मन लाग्यो, घुमाउनु न माइजू भनेर लगेको महेन्द्र पार्कमा हो। एकदमै त्यो दिन चाहिँ घाम लागेको थियो, कति बजी घाम लागेको थियो कि नेपालगञ्जमा, जाडो थियो नि त। त्यो दिन चाहिँ स्कुलको अरू विद्यार्थीहरू पनि आएको रहेछन्, एकदमै प्याक थियो। अनि छोरीको पनि जाडो बिदा थियो, अनि समीक्षा पनि आएकी थिइन्। अनि कुरा के भने नि गाइस, मबाट ठुलो गल्ती भएछ क्या। मबाट ठुलो गल्ती के भएछ भनेपछि मैले भिडियो पोस्टहरू किन मेरो मोबाइलको ग्यालेरीमा थन्काएर राखेँ कि। यसरी मोबाइलमा भिडियोहरू बनाउँदा त मैले अपलोड गर्नुपर्ने। किन अपलोड गर्नुपर्ने भनेपछि अब फेसबुकले मोनिटाइजेसन गरिरहेछ। कहिले मेरो फेसबुक मोनिटाइजेसन भएर नै पैसा दियो भने त भइहाल्यो नि। म त्यसै पनि भाग्यमानी मान्छे होइन, घरमा बसेर दुईवटा बच्चा बुच्चीहरूको माइलस्टोन हेर्दै हुर्काउँदै गरेर बसिरहेको छु। अब आफ्नो पढाइ, आफ्नो जब भन्ने कुरा त मैले बिस्तारै गरिहाल्छु होइन, त्यसमा कुनै पनि टेन्सनै छैन। अहिले मेरो बच्चासँग हुर्किँदैछु, बस्दैछु, रमाउँदैछु। मान्छेलाई यही कुरा नपाएर कति तनाव छ।